So hello everyone, म कान्छे एक्सर आज पनि मसँग नेपाली YouTube र सोशल प्लेटफर्महरु रिगार्डिङ के इम्पोर्टेन्ट र इन्ट्रेस्टिङ न्यूज एन्ड अपडेट्सहरु रहेको छ। सो लास्ट सम्म हेर्नु होला र तपाईहरु हाम्रो च्यानलमा नयाँ छन् लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला भन्दै आजको हाम्रो न्यूज तर्फ लागेको। र आजको हाम्रो फर्स्ट न्यूज रहेको छ बेबो ब्लग्स एन्ड सिजलिङ रोहिनीको तर्फबाट। सो तपाईहरुलाई थाहा नै छ सिजलिङ रानी र डाक्टर शशाङ्क तम्राकरले एकअर्कालाई भेटेपछि ऑडियन्सहरुले चाहिँ उहाँहरु दुई जनाको ब्लग्सहरु चाहिँ एज अ कपल चाहिँ हेर्न खोजिराख्नु भएको छ। र तपाईहरुलाई थाहा नै छ ऑडियन्सहरुले चाहिँ पपुलर क्रिएटरहरुको चाहिँ जोडी बनाउने र एकअर्कासँग नाम जोड्ने चाहिँ गर्नुहुन्छ। यसैको बारेमा चाहिँ बेबो ब्लग्स एन्ड सिजलिङ रानीले केही सिरियस कुराहरु चाहिँ गर्नु भएको छ। किनभने रिसेन्टली बेबो ब्लग्स एन्ड सिजलिङ रानी एकअर्कासँग लाइभ बसिरहेको बेलामा ऑडियन्सहरुले बेबो ब्लग्सको च्याटमा गएर सिजलिङ रानी र डाक्टर शशाङ्कको जोडी चाहिँ एकदमै सुहाउँछ, उहाँहरु दुवै जनाको चाहिँ बिहे गराइदिनु भनेर चाहिँ भन्नु भएको थियो। अनि यही कुराहरु माथि रियाक्ट गर्दै रिसेन्टली बेबो ब्लग्स एन्ड सिजलिङ रानीले के भन्नु भएको थियो त तपाईहरु आफै हेर्न सक्नुहुन्छ। बेबो बहिनी सिजलिङ र डाक्टर साहबको जोडी धेरै राम्रो छ, बिहे गर्नु भन्दिनु न। यो विषयमा चाहिँ ठीक छ। सिजलिङ नाना चाहिँ कि सिंगल हो, जोसँग जोडी बाँधिदिए नि भयो, उहाँको बिहे नभइन्जेलसम्म जोसँग नि जोडी पार्दिन पायो। अन्य केटी न तेरो न मेरो, तर यस्तो मलाई मैले लाइक मेरो ग्रुपहरू अब जो पनि छ त्यहाँ होइन सबैलाई मैले यो कुराहरू भने। सोसियल मिडिया भनेको यस्तो प्लेटफर्म हो कि होइन, यो त लेखेर राख्दा हुन्छ, च्यापल लाएर भन्छ नि हाम्रो युवाले चट्टा लाएर हो कि के हुन्छ, साँच्चै यो लेखेर राख्दा हुन्छ कि सोसियल मिडियामा मान्छेहरूले आफै उचाल्छ माथि पुऱ्याइदिन्छ होइन। अनि म अहिले किन आई डोन्ट रियाक्ट अन एनिथिङ भन्दाखेरि अहिले जतिले पनि यस्तो राम्रो उस्तो राम्रो कति राम्रो देखेको भनिरहेछ नि होइन, भोलिको दिनमा अलिकति केही होस् त त्यही मान्छेहरूले यस्तो हिट गरेर यस्तो लाइक उयो गरेर गरिदिनुहुन्छ नि कसम से। त्यो तिमीलाई मलाई राम्रोसँग थाहा छ नि त, त्यही भएर लाइक सोसियल मिडियामा बेसी तारिफ पायो र माया पायो भन्नेमा एकदम माथि पुग्नु हुँदैन क्या। उम्लियो भने पोखिन्छ भन्ने कुरा थाहा छ नि, त्यसो हुन्छ। भएर म केही सँगै छ आफूसँगै छ हेर्नु है नाना, तपाईँ पो सिंगल हुनुहुन्छ, जोडी मिलाउन पायो। म विवाहितलाई धरी छोड्दैनन्, जोसँग टिकटक बनायो त्यहीसँग जोडी थुक्कै यो बेबुले अलिक छिटो बिहे गरेछ, योसँग चाहिँ जोडी मिले थियो भनिदिन्छन् मलाई। तिमीले त यस्तो राम्रो बुढा पाएको छौ, यति राम्रो के भन्छ परिवार पाएको छौ नि होइन। मेरो जस्तो बुढा पाउनको लागि कति केटीहरू तरस रहेको छ, एकदम कति भड्किरहेको छ हो नि, तपाईहरुलाई थाहै छैन। र हाम्रो नेक्स्ट रहेको छ साजन श्रेष्ठ एन्ड एक्ट्रेस स्वस्तिमा खड्काको तर्फबाट। रिसेन्टली साजन श्रेष्ठको द लास्ट क्वेशनमा चाहिँ स्वस्तिमा खड्का चाहिँ गेस्ट आउनु भएको थियो र त्यहाँ चाहिँ स्वस्तिमा खड्कालाई साजन श्रेष्ठले उहाँको फ्यामिली पास्टको बारेमा सोध्नु भएको थियो। त्यसैको रिप्लाई गर्दै स्वस्तिमा खड्काले के भन्नु भएको छ त तपाईहरु आफै हेर्न सक्नुहुन्छ। तपाई धनी परिवारबाट आउनु भयो होइन? म एकदम मिडल क्लासबाट हो, एकदमै बेसिक। तपाईको कस्तो भन्दाखेरि गाउँबाट माइग्रेट गरेर आफ्नो छोराछोरीलाई राम्रो एजुकेसन दिन्छु भनेर जो आउँछ नि सहरमा, त्यो फ्यामिलीबाट बिलोङ गर्छु। म धनकुटामा जन्मेको हो, किन मेरो ड्याडी चाहिँ आर्मी। अनि हामी तीनजना सन्तान, मेरो मम्मी बुवाको चाहिँ दाई भाइ। मेरो दाई जनकपुरमा जन्मे किनकि मेरो ड्याडी त्यति बेला जनकपुरमा पोस्टिङ थियो, त्यसपछि म धनकुटामा जन्मे, मेरो बुवाको त्यहाँ पोस्टिङ थियो। मेरो काठमाडौँमा पोस्टिङ भयो मेरो बुवाको, त्यसपछि मेरो भाइ यहाँ जन्मियो कि एउटा निशानी छोड्दै एकदमै बेस एकदमै मिडल क्लास। होइन मैले किन सोधेको भनेदेखि यो कुरा चाहिँ जस्तै तपाईँले जुन टाइपको जस्तै दिमाग खराबमा त्यो एउटा क्यारेक्टर, मलाई जस्तै म त गाउँमै हुर्किएको हो क्या, अनि सेम त्यसरी नै हो क्या। गाउँमा मान्छेले बसेर भाँडा मार्ने त्यो लाको लुगा हुन्छ नि, यो तपाईँको आइडिया थियो कि कस्ट्युम डिजाइनहरू चाहिँ यो लुगा लाउँदै सुहाउँछु भनेको। जस्तै यसमा पनि बसन्तमा पनि त्यो निलो ड्रेस त अब सरकारी स्कुलको त्यो प्याटर्न भयो होइन, त्यो क्यारी गर्ने पनि एउटा हुन्छ नि त। जस्तै लुगा म्यानरिजम के खासमा तपाईँहरूले भन्नुहुन्छ नि मलाई जे गर्दा नि सुहाउँछ भन्ने कुरामा चाहिँ कस्तो। अब यो फर्स्टमा क्यारेक्टरको कुरा गर्दाखेरि चाहिँ म्याक्सिमम् मैले अरू मभन्दा म अहिले जस्तो छु त्योभन्दा भिन्न देखिने क्यारेक्टर्सहरू चाहिँ फेरि यस्तो हुन्छ। क्यारेक्टर भनेर त हामीले एकदम आउटर अपियरेन्स मात्रै भन्छौँ, त्यसको फेरि छुट्टै क्यारेक्टरको जर्नी हुन्छ, त्यतातिर नजाउँ। तपाईँले हेर्ने कुरामा देखिने कस्तो भन्ने कुरामा कुरा गर्दाखेरि चाहिँ मैले अरू जति पनि सिनेमाहरू गरेँ जस्तो दिमाग खराबमा, चिसो मान्छेमा, बुलबुलमा चाहिँ आउटर अपियरेन्सले लिएर चाहिँ मेरो इनपुट एकदमै धेरै छ कि। तर यसमा चाहिँ उहाँको यो बसन्तमा चाहिँ उहाँले एकदमै त्यो देखेकै क्यारेक्टर, टिका लगाउनेदेखि लिएर यस्तो कानमा यस्तो मुन्द्रा लगाउँछदेखि घाँटीमा त्यो चाँदीको सिक्री लगाउँछदेखि सबै त्यो उहाँकै इनपुट थियो होइन। यो कुरा छोडेर जस्तै दिमाग खराबको कुरामा या मैले अरू जति पनि क्यारेक्टर्सहरू गरेँ तपाईँहरूले चाहिँ हेर्ने बित्तिकै सुहाउँछ भनेर भन्नुहुन्छ नि। त्यही कस्ट्युम, त्यही मेकअप, त्यही हेयरस्टाइल विथ ड्यु रेस्पेक्ट सायद अरू कसैले गर्न चाहँदा पनि सुहाउँदैन होला जस्तो लाग्छ तपाईँलाई भने चाहिँ किन हुन्छ होला त्यो भन्दाखेरि चाहिँ
त्यो एकदमै सानो डिटेल्समा कहिले काम गरिन्छ अनि म्यानरिजम हो क्या मेन चाहिँ तपाईँको कस्तो भन्दाखेरि त्यही मेकअपमा खासमा मेरो हात त के हुन्छ र मैले यस्तो गरिदिनु भन्यो भने मेकअप त अर्कोले गरिदिने हो मलाई यस्तो हेयर बनाउनु लाग्छ बेसिक कुराहरू मैले सानो सानो कुराहरू चाहिँ मैले सबकन्सियसली पिक गरेर हुन्छु अनि मलाई पहिला कस्तो लाग्छ तपाईँले कुन फ्यामिलीबाट बिलोङ गर्छु भन्नुभयो नि म प्रायः मेरो पर्सनल कुरा एकदमै सेयरै गर्दिनँ हत्तपत्त होइन त्यसरी पर्सनल कुराहरू खासै सेयर पनि गराएको छैन अघि मैले भनेको कुरामा चाहिँ यस्तो फ्यामिलीबाट बिलोङ गरेँ कि अब हामीलाई यहाँनिर हुर्काइयो काठमाडौँमा हुर्काइयो अनि काठमाडौँमा भएपछि वान अफ द बेस्ट स्कुलमै मलाई पढाउनु थियो होइन मेरो मामाको एउटा स्कुल थियो होइन तर ठिकठिकको स्कुल थियो मेरो मामाले घरमा आएर अहिले म फर्केर हेर्छु कति कन्भिन्स गराउने कि मेरो मम्मी ड्याडीलाई यहाँ पढाऊ भनेर तर मेरो मम्मी ड्याडीले कहिले त्यहाँ पढाउँदा सस्तो पनि हुन्थ्यो होला नि त होइन तर कहिले पनि त्यहाँ पढाउनु भएन किन कम्प्रोमाइजै गर्नु भएन कि स्टडीलाई लिएर चाहिँ भनेको बेस्ट स्टडी बेस्ट लाइफ त्यसरी दिउँ भन्ने भयो नि त तर त्यो पनि देखेँ मैले हायर क्लासको र हाम्रो नेक्स्ट रहेको छ युजे पन्त भर्सेस डाक्टर अनिकेत कन्ट्रोभर्सी रिगार्डिङ सो अहिले चाहिँ उहाँहरू दुईजना बीच भयंकर कन्ट्रोभर्सी चलिरहेको छ किनभने रिसेन्टली डाक्टर अनिकेतलाई पोक गर्दै युजे पन्तले यस्तो भन्नुभएको थियो त्यो दाँतमा तार लाग्यो एउटा डाक्टर रहे के भन्ने छ नि हैन कति फुर्सदिलो हो के यार भर्खर रेसिडेन्स गर्दै हो कि हो भर्खर पास आउट भएको जस्तो टाइपको यो बेला भनेको त प्र्याक्टिस गर्ने हो नि त नि राम्रो डाक्टर हुनु पर्दैन बिजी हुनुपर्ने एकतिर छ बिजी एकतिर भएको छ लिपसिङ गरेर सबै गाना सकिसक्यो यसरी त पढेको अलिअलि पनि बिर्सेर जान्छ त त्यस्तो त एकतिर कहाँ लाग्नुपर्ने भाइ अब यसो हेर्दाखेरि चाहिँ ओट्नी जाँदा दुधाउला जस्तो छ दाँतै त बनेको छैन दाँत त भर्खर बनाउँदैछ भाइले के हेर्ला त्यो पेसेन्ट आयो भने के हेर्ला अब चाहिँ औषध दिनु साटोमा टिकटकमा चाहिँ यस्तो हाँसेर चाहिँ भिडियो बना भन्दैला त्यही भएर यतिखेर पढ्ने हो क्या तिमीले गरेको लिपसिङले चाहिँ कुनै चाहिँ ठुलो नेतालाई एउटा चित्त बुझेन भने तिम्रो चाहिँ लाइसेन्सदेखि लिएर तिम्रो सबै त्यो जागिरे धरापमा हुन्छ त्यही भएर विचार गरेर पढ क्या बाहिर जा कति मागेर भनेको छु तिमी चाहिँ फरी पेजमा आइ नरख त मलाई दिक्क लाग्छ नि त्यस्तो फेरि एन्ड युजे पन्तको यही कुरा माथि एङ्ग्री हुँदै रिसेन्टली डाक्टर अनिकेतले पनि रिप्लाई गर्नुभएको थियो र उहाँले के भन्नुभएको थियो त तपाईँहरू आफै हेर्न सक्नुहुन्छ सो हेलो नमस्ते सबैजनालाई सो दिस भिडियो इज फर हाम्रो एकजना दाई हिरो दाई हुनुहुँदैछ युजे पन्त दाई नमस्ते है सो तपाईँले चाहिँ अलि स्ट्रेस बढ लिनु हुँदैछ क्या है तपाईँको शिरमा चाहिँ अलिक कपाल रहन्छ तर तपाईँको दिमाग चाहिँ अलिक धेरै चल्ने रहेछ कसले कतिवटा गानामा टिकटक बनायो होइन अनि कसले आफ्नो रेजिडेन्ट कसरी गरिरहेछ के गरिरहेछ होइन त्यो कुरामा चाहिँ हजुरको धेरै चल्दो रहेछ अलि कम चलाउने गर्नुहोस् कपाल अलि कम चर्छ हजुरको स्ट्रेस कम हुन्छ है सो दाइलाई चाहिँ धेरै चासो होइन अनि त्यसपछिबाट मैले बिरामी कसरी हेर्छु बिरामीले के भन्ला होइन सो धेरै चिन्ता गर्नु रहेछ त्यही भएर भिडियो बनाउने भएर मलाई यस्तो यताउता लफडा कसले चाहिँ भने केयर हुँदैन धेरैजनाले मेसेज पठाएको भएर चाहिँ आइएम मेकिङ दिस भिडियो है सो दाइले अर्को नि कुरा गर्नुभएको छ मेरो चाहिँ सरकारले यस्तो मान्छेले खोज्थेला अरे ए दाइ 5.5 वर्ष पढेर आफ्नो मेहनत गरेर दिन रात नगरिकन डक्टर भएको होइन लाइसेन्स लिएको छु होइन त्यसपछिबाट कुनै माइकललाई ल्याएर मेरो लाइसेन्स किन खोज्छ मैले पेसेन्टलाई गाह्रो हुने काम केही गरेछु मैले कसैलाई हानि पुर्याउने काम केही गरेछु आफ्नो इच्छा हुन्छ मलाई गाउन मन लाग्छ अरे मलाई नाच्न मन लाग्छ अरे मलाई टिकटक बनाउन मन लाग्छ अरे बनाउँछु ब्रेक टाइममा बनाउँछु ड्युटी आवरमा बनाउँछु मेरो हस्पिटलले मलाई केही भनेको छ मैले काम गर्ने मेरो डिपार्टमेन्टको हेडले मलाई केही भनेको छ नभने भएर त बनाएको होला ब्रेक टाइममा बनाएको फ्री भएको टाइममा बनाएको भएर त बनाएको केही नभने होला होइन त्यो कुरा अलिकति सोच्न सक्नु भएन नाना थरी चाहिँ सोच्न सक्नुभयो त्यो कुरा चाहिँ अलिकति दिमागमा ल्याउन सक्नु भएन होइन र रह्यो बात मेरो ओठ निचर्नु भएर दुध निकाल्दिनुहुन्छ अरे होइन तपाईँ मेरो अगाडि आएर मेरो कपाल हल्लाएर देख्नु न एकचोटि है मेरो वरिपरि कति मलाई माया गर्ने मान्छेहरू छन् तपाईँलाई त्यसको बारेमा अन्दाज छैन क्या बुझ्नुभयो त्यहाँ कमेन्ट हाइड गरेर कमेन्ट डिलिट गरेर त्यो त हिरै भन्नु पर्दैन क्या तपाईँ होइन सो मेरो प्यारो दाइलाई मेरो बिलभेड ब्रदरलाई चाहिँ मेरो बारेमा धेरै कन्सर्न नदेखाइदिनु है हजुरलाई नमस्ते हजुर स्वस्थ रहनुहोस् मस्त रहनुहोस् स्टे हेल्दी स्टे ह्याप्पी इन्जोय लाइफ लिभ आफू बाँच्नुहोस् र अरूलाई पनि राम्रोसँग बाँच्नु दिनुहोस् स्प्रेड लभ नट हेट है दाइलाई यति भन्न चाहन्छु अबदेखि चाहिँ मेरो बारेमा धेरै कन्सर्न नदिनु होला आफ्नो बाटोमा लाग्नुहोस् आई हेभ नो एनी हार्ड फिलिङ्स फर यु तपाईँको बारेमा म केही जान्दैन मलाई जान्नु पनि छैन
मलाई पनि आफ्नो जिन्दगी बाँच्न दिनुहोस्, आफू पनि बाँच्नु होला। म मन पर्दैन भनेदेखि ब्लक मी के भन्छ अनइन्ट्रेस्टेडमा राख्नुहोस्, जे गर्नुहोस्, जे छ त्यो छ गर्नुहोस्, तर मेरो बारेमा पर्सनली आएर यसरी कमेन्ट चाहिँ नगरिदिनु होला। हस् त, नमस्ते, टाटा बाई। सो यो कुरा रिगार्डिङ तपाईहरुको के कस्तो ओपिनियन छ कमेन्ट सेक्सनमा भन्नु होला। तपाईहरु युजे पन्तको सपोर्टमा हुनुहुन्छ कि डाक्टर अनिकेतको भनेर पनि कमेन्ट सेक्सनमा लेखिदिनु होला है। राम्रो नेक्स्ट न्यूज रहेको छ डाक्टर शशाङ्क तम्राकरको तर्फबाट। तपाईहरुलाई थाहा नै छ युट्युबर र इन्फ्लुएन्सरहरुलाई चाहिँ उहाँहरुको फ्यान एन्ड सपोर्टरहरुले चाहिँ फलो गर्नुहुन्छ र फलो ब्याक चाहिँ माग्ने गर्नुहुन्छ र फलो ब्याक पाएन भने चाहिँ उहाँहरु चाहिँ अफेन्ड हुने गर्नुहुन्छ र रिसेन्टली डाक्टर शशाङ्क तम्राकरलाई पनि उहाँको फ्यान्सहरुले चाहिँ फलो ब्याक चाहिँ माग्नु भएको रहेछ। र यसै कुरालाई लिएर डाक्टर शशाङ्क तम्राकरले आफ्नो फ्यान्सहरुलाई के मेसेज दिनु भएको छ त तपाईहरु आफै हेर्न सक्नुहुन्छ। तपाईहरुलाई कसैको कन्टेन्ट मन पर्यो भने तपाईहरु आफै उहाँहरुलाई फलो गर्नुहुन्छ, गएर खोजी हेर्नुहुन्छ र कसैको मन परेन भने तपाईहरु यतिकै स्किप आउट गर्नुहुन्छ। र मेरो इन्स्टाग्राम र टिकटकको डीएम्सहरु अहिले फ्लडेड छ क्या, लाइक डाक्टर प्लिज फलो ब्याक गर्नुहोस् भनेर। मलाई तपाईहरुको कन्टेन्ट मन पर्यो भने या अरु कसैलाई मन पर्यो भने उहाँहरुले आफै आएर तपाईहरुलाई फलो गर्नुहुन्छ क्या। सो व्हाट आई से टु यु गाइज इज तपाईहरु दामी कन्टेन्ट बनाउनुस्, क्रिएटिभ हुनुस्, इन्फर्मेटिभ हुनुस्, मान्छेहरुले तपाईलाई आफै फलो गर्नुहुन्छ र डोन्ट आस्क एनीबडी टु फलो यु। तपाईले आफ्नो एउटा राम्रो चीज बनाउनुस्, आफै फलो पाउनुहुन्छ र रेस्पेक्ट पनि पाउनुहुन्छ एट द सेम टाइम। मैले या अरु कुनै कन्टेन्ट क्रिएटर्सहरुले तपाईलाई फलो गर्नुभएछ भने द्याट डजन्ट मेक अ बिग डिल। तपाई आफै एउटा कन्टेन्ट क्रिएटर बन्नुस्, तब चाहिँ इट म्याटर्स अ लट टु एभ्रीबडी। थ्यांक्स फर वाचिङ एन्ड डु शेयर एन्ड इम्प्लिमेन्ट दिस थिङ विथ यु। र तपाईहरु मध्ये कसैलाई पनि नेटफ्लिक्सको सब्स्क्रिप्सनहरु पर्चेस गर्नु छ भने मलाई इन्स्टाग्राममा चाहिँ टेक्स्ट गर्नु होला र भिडियो यति पनि मन पर्यो भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला, किनभने यस च्यानलमा चाहिँ तपाईले नेपाली युट्युब र सोशल प्लेटफर्महरु रिगार्डिङ डेली न्यूज अपडेट्सहरु पाउनुहुन्छ। र म फेरि भेट्ने छु तपाईहरुसँग अर्को भिडियोमा। टिल देन टेक केयर, बाइ बाइ, जय नेपाल। ओम जिमाम बिङ बिङ बो, तन तन सस्ते न से तार चिपक गई छाती से। ओम जिमाम बिङ बिङ बो।